आज म खान्छु कप नुडल। सो हेलो गाइज, आज मेरो टर्मिनल एक्जाम पनि सक्यो र यसैको गर्दा मैले भिडियो बनाउन सकेको थिएन र आज एकदमै चिसो भएको कारणले आज कप नुडल खानुपर्छ भनेर सोच्छु र घर आएर ड्रेस चेन्ज गर्छु र त्यसपछि कप नुडल पनि निकाल्छु। त्यसपछि प्यानमा पानी भरेर त्यसलाई ग्यासमा चढाइदिन्छु र जति बेरसम्म पानी तातो हुँदैछ त्यति बेरसम्म कप नुडल खोलेर पनि हेर्छु र यो कप नुडलको दाम 50 रुपियाँ हो र तपाईँ यसको साइज पनि हेर्न सक्नुहुन्छ। र अब पालो आयो यसलाई खोलेर हेर्ने र खोलेपछि यसको भित्र यस्तो देखिन्छ र यसको भित्र चाहिँ एउटा फोल्ड गरेको प्लास्टिकको चम्मच र वायरको मसाला, ओइल र खुर्सानीको प्याकेट हुन्छ र यसको भित्र 2 पीस नुडलको ब्रिक्स पनि हुन्छ, थोरै तल पनि हुन्छ र यो चाउचाउलाई काच्चे खाएर पनि चेक गर्छु। टेस्ट भने नर्मल वायर जस्तै हुन्छ र यता भने पानी पनि उब्लिन्छ। त्यसपछि म मसालालाई काटेर कपमा हाल्छु, त्यसपछि तातो पानी कपमा हाल्छु र पानी पनि ठ्याक्क पुग्छ, 1 ड्रप पनि बढी हुँदैन। त्यसपछि ढक्कन लगाएर त्यसमा राखिदिन्छु र अर्को डब्बामा चाहिँ 5 मिनटसम्म राख्नुपर्छ भनेर लेखेको हुन्छ र 5 मिनटपछि म यसको डब्बालाई खोलेर हेर्छु र तपाईँ पनि चाउचाउ हेर्न सक्नुहुन्छ। र पालो आयो यसलाई खाएर चेक गर्ने र चाउचाउ त पाकेको हुन्छ तर यसको स्वाद त्यति मिठो हुँदैन। त्यसपछि म सुप खाएर ट्राई गर्छु र यसमा मलाई नुन कम जस्तो लाग्छ। त्यसपछि म थोडा नुन यसमा मिलाउँछु र राम्ररी मिक्स गर्छु। त्यसपछि फेरि ट्राई गर्छु, स्वाद त हल्का बढ्यो तर यसभन्दा मिठो 20 वाला पकाएकै हुन्छ। त्यसपछि सुप पनि खान्छु। सुप चाहिँ साह्रै मन पर्यो र तपाईले कप नुडल खानु भएको छ कि कमेन्ट गर्नु होला। भिडियो मन पर्यो लाइक र च्यानल सब्स्क्राइब गर्नु होला। आजलाई यति नै, ल बाई।